ल है यहाँ तोरीबारी हेर्नु हामी अब फर्किँदैछौँ सङ्गतिबाट कोही बाइक हुने स्कुटर हुने सबै बाइक स्कुटरमा गयो हामी नहुनेहरू चाहिँ दुई पाङ्ग्रेहरू चाहिँ यसरी हिँड्दैछ तोरी हेर्नु वा काँचै खाउँ जस्तो पो छ त हो तोरी पनि एकदमै राम्रो छ हेर्नु कस्तो आफ्नो घरको याद आयो गाउँतिर गई खानु बित्तिकै जहिले यहाँ हिँड्नुपर्छ खानु चाहिँ 84 व्यञ्जन हो कसले खाएर पेट दुख्यो हिँड्नुहोस् हिँड्नुहोस् छिटो यहाँ नफर्किनुहोस् हिँड्नुहोस् टुई टुई आमा के हो यो मेरो नानीले के भन्यो है अचम्मै ल हेर्नु न क्या रहर लाग्छ के हो यस्तो जाम नरम कस्तो घरको याद आयो भाइ हेर्नु यहाँ आम्मा ल ल ल हिँड्नुहोस् छिटो बाबु छ हैन भन्नु न बाबु सोध्नु न हेर्नु गाउँघर भने यस्तै हो नि ए कुँडा पकाउने होइन हेर्नु आफ्नो घर याद आयो दाउरा है रोडबाट आयो भने त सजिलो आउँथ्यो होला सजिलो हुन्थ्यो होला अलि अब सर्टकट बाटो राति भयो सर्टकट बाटो हुन्छ भनेर यताबाट आएको यताबाट ल्याएको नानी बाबुहरूलाई कोही दिदीहरू हुनुहुन्छ है दिदी दाइ हो ला के हो कत्रो अबै ल अबै कत्रो कत्रो फल्यो फर्सी ल आम्मा है हामीले लगाएको त त्यस्तो हुँदैन त के भयो यो फर्सी धेरै फल्ने हो दाइ बाटो गाह्रो छ त सिज दिदी यो उकाल त झन् राति गएको एकदिन गाह्रो भयो खाना साथै आएको हो र ल युट्युबमा हाल्छ है हेर्नुहोस् हाया सासुनी आमाले घरि के फोटो हाले हुन्छ त ड्राइभिङ कुद्थ्यो अनि अर्को के रे त्यो त म्यासेन्जरमा होला नि अन्त मेसेन्जर युट्युबमा हेर्नु न छोरी घरमै छ त युट्युबमा के छ सब्सक्राइब पनि गर्नु अनि दिनदिनै आउँछ मैले ब्लग बनाउन थाल्नु भयो जस्तो नहाल्यो भने राम्रो 200 कति पुगिसक्यो मेरो सब्सक्राइब खोज्न लाग्नु भयो भर्खर हाय गाह्रो छ है ब्रोइलर कुखुरा खाएर होला सायद यसो हिँड्न नसके हजुर आउनु भयो रे पर्दैन भन्यो सकिसक्यो पर्दैन भिजा थरा कहाँ पुगा ग्रुप छँदैछ नि अन्त के म मात्र जाने कस्तो अनि म चाहिँ हो उतै गएर रोकिनु कहाँबाट उता धेरै हिँड्नुपर्छ नि त साह्रै उकालो नि त यो पाखै ठोक्किनु बाटो आइपुगिसक्यो त मैले 6वटा गुलाब्सी भेट्यो दमको रुखलाई लाने मान्छेलाई बाटो हिँडायो भने त मर्छ सिधै ठहरै मलाई बाटो छ कि यस्तो टाढाबाट पनि कसरी आउनुहुन्छ र यो चर्च ओ ऱ्याङ्गोट रहेछ दिदी दाइ यस्तो तरकारी खानु भएको छ मिठो हुन्छ थाहै छैन नि दाइ दिदी यो पत्ता अरे अझै माथि हो होइन यही हो मेन रोड होइन मेन रोड अझै माथि छ
ल ऊ हाम्रो कोही स्कुटरमा कोही बाइकमा हामी यसो दुई पाङ्रे किन नि बल्ल मेन रोडमा आइपुग्यो है। अब चाहिँ गाडी पाइन्छ कि है यो तिहारको कारणले पनि होला सायद गाडीहरू नपाउने। लगादिनसँग किसिमका नेक्स्ट यात्नु गाडी म लगन खेला दिदी ओ या खिया कालाई म गाडी ल म चुन्ने कोही अगाडि पुगिसक्यो। आइले चाहिँ उन माल भन्नु न गाह्रो छ हो। र भन्नु न छ गाह्रो छ है कस्तो राम्रो दिउँसै भिडियो गरिसक्यो। ल है रन्जना र म चाहिँ यहाँ सिर्जा दिदी हो अलि पछि अर्को त सबै हिँडिसकेको छ भाइ। अब गाडी पाइँदैन अब हेरौँ। अघि आएको भयो यहाँबाट यसो त्यो घुम्ती कुन फोन हो यो खै यो के फोन भयो बस पार्कमा बस एउटै छैन त ए छ एउटा छ तिहारले गर्दा अघि पनि एउटा त थियो साझा आउँछ अरे भन्छ। होइन त्यहाँ हुने आउने साझा जस्तो लेले हुने त्यस्तो गाडी पनि लग्यो हुन्थ्यो नि कमरमा पनि पछाडि हाल्यो लाँदैन गाडी गाडी छ त हो अगाडि जाने भनेर बोकेर राख्नु भक्का त किनेर राखेको छ ल है हाम्रो अगाडि यहाँ गयो यहाँ हेर्नु मोटो पातलोको जोडी गइरहेको छ गाडी मोटो पातलोको जोडी के गर्नु हामी नै हो पछि त के गर्नु। अन्त कहाँ हो जस्तो भइसक्यो कहाँ चाहिँ हो यो ठाउँ त्यो पारी चाहिँ कता हो यो यो 45 रुपैयाँ होइन त हो उ त्यो यता तलको हो त्यो बत्ती बलिरहेको यो चाहिँ लेलेको 4 घरे भन्छ यसलाई चाहिँ 4 घरे होइन त रातो माटो झरेको हेर्नु न है पहिरो हेर्नु अस्ति हेर्नु पुरो यस्तो भएको छ पहिरोले। आज के हो मलाई कस्तो अनुहारै डम्म फुल्या टाउको दुखिरहेको छ हौ मलाई। यहाँ हेर्नुहोस् नबिना दिदी सियाल त के हो झोलामा पनि पेटमा मात्र होइन क्या झोलामा ए मलाई भने म त नानी बाबुै छैन सबै घर गएको छ दिदी भनेको केलाई है सबै होइन उता होस्टेलको बाबुहरू क्या लानु भन्दा त्यो यस्तो त छ त्यो दुइटा त खान्न कस्तो छ चबाउँदै हो के गर्नु है हामी 5 जना चाहिँ अलि हिँड्न गाह्रो पऱ्यो त सबैजनाले छोडिसक्यो है गाडी आउँदैन अनि हामी अफलाइन हो नि त अफलाइनको दाँत कोटेर के भिडियो बनाउनु हुन्छ हामी यहाँ निस्क्यो है कहाँ सुरु भयो त आज कस्तो भयो छैन एकदम राम्रो रमाइलो कहिले पनि नगएको आशिषमै नै भएको छ भजन गाएको पनि धेरै राम्रो छ है
एकदमै राम्रो भयो आजको सेवा एकदमै आशिषमय भयो हाम्रो पार्वती दिदी घरमा थियो सेवा चाहिँ है एकदमै आशिषमय भयो हुन्छ धन्यवाद।